पाँचवटा विषयमा 73वटा शीर्षकमा संशोधन गरिएको थियो नेकपा एमालेका अर्थमन्त्रीले, नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले। 73वटा करकै संशोधन। भन्सार दरकै यत्रो चाहिँ आइराखेको छ। मध्यरातमा के गर्यो भन्ने त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 गते, र 17 गते नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पसन छ। एउटा भन्सार दर के परेछ भने एउटा प्रडक्ट छ एचएस कोड, हार्मोनाइज सिस्टम भन्छौँ हामी कस्टम्समा। 5000 जति वस्तुहरू हुन्छन् यहाँ। यस्तो 4202-1290 को कोड भएको एउटा प्रडक्टमा त्यो प्रडक्टको चाहिँ अलि व्याख्या नै हुन्छ। बाहिरी भाग प्लास्टिक वा कपडा पदार्थ भएका बाकस, सुटकेस, यो एउटा क्याटेगोरी छ। यसमा हामीले 30% को भन्सार लगाइराखेका रहेछौँ। यही क्याटेगोरीभित्र चाहिँ एउटा असाध्यै सेन्सिटिभ आइटम परेको रहेछ। भ्याक्सिन र ब्लड क्यारियर, जनस्वास्थ्यसँग सम्बन्धित भ्याक्सिन, ज्यान जोगाउने भ्याक्सिन र ज्यान जोगाउने रगत बोक्ने क्यारियर पनि सुटकेसको वर्गीकरणमा परेको रहेछ। र यहाँ उद्यम व्यवसाय गर्नेहरूलाई थाहा हुन्छ त्यो वर्गीकरणले कति दुःख दिन्छ कहिलेकाहीँ। यो मिलेन, कहाँ प्लास्टिकको सुटकेस, कहाँ यहाँ चाहिँ ज्यान बचाउने ब्लड क्यारियरलाई एउटै क्याटेगोरीमा राख्नु मिलेन, यसलाई छुट्याइदिनुहोस् भनेर बहसको चरणमा आएको विषय। अनि साथीहरूले, भन्सारका साथीहरूले यो त जायज हो, मनासिब छ, यसलाई छुट्याउँ, यसलाई छुट्टै उपशीर्षक दिउँ नि त। कहाँ प्लास्टिकको सुटकेस बनाउने, ब्लड र भ्याक्सिन क्यारी गर्ने छुट्टै उपशीर्षक दिएर यसलाई छुट्याउँ पनि र यसको भन्सार कम गरिदिउँ। कहाँ 30% लगाउने यत्रो वस्तुमा, 15% लगाउँ, डन। त्रुटि कहाँ भयो भन्दाखेरि त्यो प्लास्टिक पनि सँगसँगै तानिँदाखेरि 15%मा झरेछ। ब्लड क्यारियर र भ्याक्सिन त 15मा झऱ्यो, छुट्टै उपशीर्षक पनि बनाइयो, त्यो कम्युनिटीको माग सम्बोधन गरियो। तर जहाँबाट छुट्याइएको थियो त्यो पनि 30 होइन 15 आयो, त्यसैले कर घटाएको होइन। यो त 30 हुनुपर्छ भनेर 15मा झुक्किएर 15 बनेकोलाई पनि 30 बनाइयो। अब यहाँहरूले सुनिराख्नु भएको छ बहस। राजद्रोह भयो, देशद्रोह भयो,